सेवा हवा सेमुना हाम्रो इलामदेखिको 5 दिनको यात्रा पछाडि यो म सिलिचुङ को टपबाट भिडियो बनाइरहेको छु। सिलिचुङको टुप्पोबाट र यो देख्दै गरेको चाहिँ यो सिलिचुङ आउने बाटोहरू हो। धेरै उकालो रहेछ है, लगभग 65 डिग्री भन्दा उकालो रहेछ। तल साल्पा पोखरी मधुरो देख्न सकिन्छ र सिलिचुङको यो टुप्पोमा वैशाख 7 गते, यही वैशाख 7 गते सुम्निमा पारुहाङको प्रतिमा पनि स्थापित गरिएको छ र यसमा चाहिँ हजुरहरूले धेरै कुराहरू बुझ्न सक्नुहुन्छ। यहाँ तपाईहरुले पढ्न नि सक्नुहुन्छ है। र यो हाम्रो किरातहरूको बल माग्ने ठाउँ, शक्ति प्राप्त गर्ने ठाउँ चाहिँ यो सिलिचुङको टप रहेको छ। सुम्निमा पारुहाङहरूको यो वासस्थान, हाम्रो सुम्निमा पारुहाङको वासस्थान रहेको छ र यहाँहरूलाई केही यो सिलिचुङको शिरबाट हिमालहरू पनि सजिलै देख्न सक्नुहुन्छ। र अलि घरि मौसम आउँदै घरि मौसम जाँदै बादलहरू लुकामारी गरिरहेको छ, घरि यता जाने उता जाने है। र यो चाहिँ सिलिचुङको टपबाट सिलिचुङ आउने बाटोहरू है। यहाँ देउराली देख्दै हुनुहुन्छ, देउराली, कान्छी देउराली, माइली देउराली, जेठी देउराली र तल देख्दै हुनुहुन्छ साल्पा पोखरी है, साल्पा पोखरी र यता खोटाङको भागहरू, हिमालहरू देख्दै हुनुहुन्छ। नेपालको झन्डा पनि देख्दै हुनुहुन्छ, हिमाल छ है, हिमाल पनि छ। हिमाल यहाँहरूले एकदम धेरै चिसो रहेछ, ठन्डा रहेछ यो ठाउँ है। इलामबाट यो ठाउँमा आएर पनि दर्शन गर्न पाउनु नै हाम्रो लागि एउटा अहोभाग्यको कुरा हो। यहाँले हिमाल पनि म देखाउन गइरहेको छु है। अनि यो यस्तो टपमा छ कि यो एकदम यो टपको पनि टपमा रहेछ है यो ठाउँ चाहिँ। यो ढुङ्गाहरू छ, यो ढुङ्गा पनि यति तिखो छ। यो दुईटा जिल्लाको सिमाना, ठ्याक्कै यो ढुङ्गा नै दुईटा जिल्लाको सिमाना हो। हिमाल वाउ, हिमालदेखि अघिको भागहरू, अगाडिको भागहरू पनि खुल्दै गइरहेको छ। यहाँलाई यही भिडियो हेरेरै चित्त बुझाउन पनि अनुरोध गर्दछु। कोही त आउनु भएको छ है। वाउ बादल है। यता चाहिँ पूर्वपट्टि चाहिँ एकदम बाक्लो बादल लागिरहेको छ र उहाँ चाहिँ नाच्दै हुनुहुन्छ सुम्निमा पारुहाङ। मट्टीको कसम सिरो पर, मट्टीको कसम सिरो पर, तिनचुला तीर्थधाम, हर बखत दाइनो भइरहन् सुम्निमा पारुहाङ, मुन्दुममा हेर हर मन्त्र सृष्टिको गाथा छ, तानबुन्ने चेली तायामा माइतीको कथा छ, बाचिन्जेल हामी मूलबासी, यिनै कादर सन्तान, हर बखत दाइनो भइरहन्
सुम्नीमा पारो हाङ। हामीलाई सालपोखरीबाट लगभग यहाँ आउन 3 घन्टा लागेछ है। यो धेरै उकालो भएको छ। धेरै महानुभावहरू साथीहरू त यहाँ आइ पनि सक्नु भएको छ है। यहाँहरूलाई पनि जानकारी नै छ। तर नआउने साथीहरूको लागि चाहिँ यो केही भिडियोहरू बनाएको हो मैले है।